पोखरा लागेको छ। बिहान 7 बजिसकेको छ। भनेको हामी चाहिँ मेला लागिरहेको रहेछ। 21औं लेखनाथ महोत्सव मेला लागिरहेको रहेछ। यो भित्र रहेछ बाइकै टाढा बाइक भन्ने त पत्तै पर्छ। मेला त्यत्रो ठुलो लागेको रहेछ। भनेपछि कति निकाल्यो हो त हेर यता बस्नुपर्ने त हाम्रो थियो नि उता बसेछ भने होइन अनि बिचरा कुनै गाडीको त्यता लग्दैछ क्या पर बस पार्कदेखि चाहिँ त्यसरी टिपेर रेसिभ गरेर लग्दैछ क्या उता हो त्यही गरेछ क्या हाम्रो 12जनाको ग्रुप 14जनाको ग्रुप भन्छ भाइ अनि एउटा होटल त जम्मै रिजर्भ हुन्छ अनि के होइन फेरि त्यहाँ लियो होला दुई गरेन के छ सुविधा भाइहरूसँग कस्तो छ भाडा कस्तो छ राम्रो रुमहरू कसरी छ त्यहाँ कस्तो छ बुझौँ न भएर पनि अब भाइको मानिस सुविधा 800-1000मा देउने आउँछु नि हो त्यो नै छ भाइको चाहिँ यतै अरे 1996मा अरे दशरथ बसेको यतै हेर्नु न 17 हो यस्तो त्यो ऊ गाडी उतैहरू 16 आउँदैछ कति आयो अरे 16 हुँदैछ आइडेनहरू पनि यतिकै मात्रै हो तर उनीहरूको त भएन र अलिक सेवा सुविधा सिस्टमहरू राम्रो भएको ल्याउने त
भर्खर आउँदैछ ए त्यो भित्र गल्ली छिर्ने त्यस्तो हुँदो रहेछ नि त नम्बर त्यहाँदेखि पत्ता लगाउनु सजिलो नि त महँगो छ तर यतातिर बुढाबुढी हेरौँ त के कराउँछ कागको बस्ती रहेछ यहाँ एकदमै रमाइलो पोखराको यो साँझको भ्यू साडप्पा चरेपा अब अझै पनि देवताको भ्यू हेर्न अघि पनि हेरेको हेर्न चाहिँ कति राम्रो नि साँच्ची नै 11 चाहिँ